हजुरबा फुर्नु नघोच्नु, फोर्नु नघोच्नु। बोलेको मासु नखानु, अर्काको कुरा नसुन्नु। अँ, यो उपदेशको कुरा साह्रै सिधाएर छन्। दाजुका ससुरा, म त ससुरालाई गएको, मेरो कस्तो उमेर थियो, मभन्दा जेठी उनकी छोरी उसँगै सुतेँ उम्, भनेपछि व्रतबन्ध चाहिँ गरेको थियो। 9 वर्षको रहेछ उम्, या 8 वर्षको थिएँ। त्यो सुताउनु मभन्दा ठुली हुन् नि त, वास्तविक सुताउनु ठिक रहेछ। उम्, म केटाकेटी भएर कता आगामा पारेँ भने त्यतिखेर अगाडिमा आगो खान चलाउँथ्यो। मुलो छानमा ओछ्यान बनाइदिएका थिए, ऊ छेउपट्टि सुत्थेँ म आगामा परेँ भने त अप्ठ्यारो भयो नि त निदाएका बेला। उम्, ऊ ठुली मान्छे, मसँग सँगै सुतेँ। उम्, त्यसैमा कुरो गरौँ, धेरै मुद्दा लागे। दाजुले जेल गए, थरी मुख्य जिम्मेदारी चलाउनु पर्ने, मलाई सबै त खनियो। दाजुहरूले साह्रै पेलेका रहेछन् मान्छे। उम्, यो टिका चन्द्रकान्तभन्दा आगो मेरा दाजुहरू यस्ता मात्रै होइनन्। मान्छे यसरी माथि झुन्नाएर यसो यति हात मात्रै टेक्ने पारेर झुन्नाएको मैले देखेको। अनि मलाई माया लागेर त्यो तुरुङ चिरेर दाउरा बालेको मैले। त्यो चाहिँ आफू फटा भएर कि फटालाई सजाय दिनुभएको त? फटालाई सजाय दिएको, तर अब सत्यको पक्ष सजाय बढ्छ। अब बढी भयो। अर्काले के भन्यो त्यही सुने, त्यो मान्छेले फटाइ गरेको होइन रहेछ। पछि रात बिहान हिँड्नुपर्छ नि त। उम्, अनि त्यहाँदेखि उनीहरूलाई मुद्दा लागे, मङ्गमान भाइसले जेल गए, कता गए। अब मैले सबै बिहोर्नु पऱ्यो नि। मैले नजानेर मुद्दा लडेँ। जानेको भए मेरा तकदिरमा सम्पत्ति रहेनछ। जानेको भए म गर्न थिइनँ। अंश सर्व